कान्छा छोरो हुन् मेरो सानो बाबु हुन् मेरो सानो बुहारी होइनन् मेरो कान्छी छोरी हुन् मेरो कान्छी छोरी कान्छा छोरा हुन् मेरो माया कति लाग्ने होलान् आमा भन्छन् अघि पछि लाग्छन् ए भगवान् काखैमा लिएर हिँड्न पाए हुन्थ्यो उज्यालोलाई भन्छन्। ल अब ठुल दिदीको मा भन ल ठुल दिदीको आराम मेरो ठुली छोरी फोन गर्दा पनि गर्दिनन् भात खाने बेला भयो होला लपक्कै लाएर बस्छिन् अरे मेरो सानो मेरो कान्छा छोराछोरीलाई आमा जस्तै दिदी छन् ठुली दिदी भनेको भाइ बहिनी चेप्ने तिनै हुन्। अब माइली छोरीको अहिलेकैचोटि भन्छौ अहिले अब माइली छोरी हिजोको निदाले एउफेर पनि मम्मी पनि भन्दिनन् सुतेर हो कि फुन्न लागेको होला तर मलाई माया लाग्छ हेर कहिल्यै पनि पक्षपात आमालाई नगर। अब दाइको ठुलो बाबु यतिको लक्षण राजा जन्मेको दिन जन्मेको मेरो ठुलो बाबु मलाई साह्रै नै माया गरी काखैमा राख्छिन् अनि त्यहाँबाट जता गए पनि आउँछ यताउता बाई कराउँछ मेरै बाबुकै झल्को लाउँछ अनि मलाई सबै थोकको मलाई सन्तकै छ तर पनि कहिल्यै पनि माया लाग्दो हुँदो रहेछ। ल अब बिन्दुको बिन्दुको अरे के भनौँ त मेरो कान्छी छोरी बुहारी पनि मैले बुहारी भन्दिनँ मेरै कान्छी छोरी नै भन्छु छोरी नै भनेकी छु मैले पक्षपात मैले अर्काले जन्म दिएको भनेर पक्षपात लाएकी छैन अनि कान्छी भन्दैछु ल होइन बिन्दु दिदीकै अनि कान्छी छोरी आज त एउफेर फोन पनि गर्दिनौ किन व्यवस्था भएछौ दोकानमा अनि बढी माया लाउँछ त मम्मीको भन्थ्यौ मेरो कान्छी छोरी आज त एकै फेर बोली थियौ अर्को पालि बिर्स्यौ। धन्यवाद भन्नु। धन्यवाद।